सो हेलो गाइस, फाइनल्ली वेलकम टु माई सर्ट मिनी ब्लग होइन। आज चाहिँ हामी दाइहरू म चाहिँ फिसिङ गर्न जाँदैछौँ अनि म चाहिँ आइसकेँ, दाइहरू पनि आउँदै हुनुहुन्छ। सो लेट्स सी कस्तो हुन्छ। फाइनल्ली गाइस दाइहरू पनि आइसक्नुभयो अनि त्यसपछि हामीहरू चाहिँ नेचरको भ्यू हेर्दै हेर्दै अगाडितिर बढ्यौँ। सो गाइज फाइनल्ली हामी चाहिँ हाम्रो डेस्टिनेसनमा पुग्यौँ अनि त्यहाँबाट हामीले सर्ट यताउति झरेर आफ्नो सामानहरू मिलायौँ होइन। अनि त्यहाँबाट हामी सिधै ओह्रालो लाग्यौँ सर्टसटी दाजुभाइ होइन, रमाइलो भ्यू हेर्दै। आज चाहिँ दाइहरूसँग फर्स्ट टाइम फिसिङ आएको छु जापान आएर। सो कस्तो हुन्छ लेट्स सी। भ्यू चाहिँ यस्तो खतरा छ। आमामा मान्छे त टन्न खन्छ दाइ। हामी जाने चाहिँ कहाँ? हामी चाहिँ कहाँनिर बस्ने? कालो ज्याकेट लाउनु र सेतो ज्याकेट लाउनुको बिचमा हो। अनि यहाँ त फिसिङ गर्दाखेरि ऊ चाहिन्छ भन्थ्यो त पर्मिसन। सबै ठाउँ चाहिन्छ। यो चाहिँ फिसिङ एरिया नै हो कि चाहिँ खत्रै भेट छ फिसिङ गर्नेको। हामी चाहिँ कहाँनिर बाटो गर्ने भन्ने हो कि। दाइ कतिचोटि आउनुभयो यहाँ? धेरैचोटि आइसक्नु होला। सो हामी दाजुभाइ मिलेर चाहिँ माछाको लागि बल्छी बनायौँ होइन। बल्छी बनायौँ अनि त्यसपछि आफ्नो तालमा माछा मार्न थाल्यौँ। अनि माछा मार्दा मार्दै टाइम गएको थाहा नै भएन। अनि त्यसपछि झमक्क साँझ पऱ्यो। दाइले चाहिँ के भन्नुभयो, भाइ भोलि बिहान पनि मार्नुपर्छ, आज यतै बसौँ भन्नुभयो। हाम्रो बास अझ त्यहीँ भयो। माछा मार्न हामीहरू यस्तो ठाउँबाट डोरी लाएर तल झर्दैछौँ। दाइ डराउनु त भएको छैन? यस्तो छ होइन। अहिले चाहिँ बिहानको कति 4 बज्यो। हामी तल झर्दैछौँ समुद्रतिर। फाइनल्ली गाइज हामीले चाहिँ यत्रो धेरै माछा मारिसक्यौँ। हामी चाहिँ क्लाइम्ब गर्दैछौँ यस्तो उकालो। माछा हामीले यहाँ मारिसक्यौँ। अनि मलाई चाहिँ के खतरा लाग्यो भने चाहिँ त्यहाँको भ्यू चाहिँ यस्तो वाइल्ड खतरा रहेछ क्या। अनि त्यो भ्यू हेरेँ है, यस्तो रमाइलो लाग्यो क्या मलाई हेर्दाखेरि। गाइज हिँडिरहेको छौँ होइन। मेरो मोबाइल आज फुट्नसम्म फुट्यो। अनि अब यस्तो उकालोमा यसरी हिँड्दैछौँ हामी। अनि त्यसपछि भन्नुपर्दा आमा फेरि खत्रै छ। गाइज फाइनल्ली हामी चाहिँ माछा मारेर अब घरतिर फर्किन लागिसक्यौँ होइन। यस्तो खतरा भ्यू छ, दामी छ हेर्नुहोस् होइन। यस्तो समुद्र छ, माछा माऱ्यौँ, यो रमाइलो भयो आजको दिन चाहिँ। अब हामी घर फर्किँदैछौँ। यस्तो बाटोबाट आएको माथिबाट। अब त्यहाँबाट चाहिँ हामी फर्क्यौँ सर्ट है दाजुभाइ रमाइलो कुरा गर्दै गर्दै होइन। सो गाइस फाइनल्ली हामीले चाहिँ माछा मारेर अब हामी चाहिँ घरतिर जाँदैछौँ होइन। सो माछा पनि आमा लिएर कुनै यस्तो छ, यो त जिउँदै रहेछ यार, यो चाहिँ जिउँदै रहेछ। र आज चाहिँ हामीले यति धेरै माछा माऱ्यौँ हामी 4 जना मिलेर होइन। सो गाइज आजको मेरो मिनी ब्लग चाहिँ सकियो। थ्याङ्क यू सो मच फर वाचिङ। सी यू अन नेक्स्ट ब्लग।